भागवत महापुराण प्रथम स्कंद। भक्ति सुतौ तौ तरुणागिरहत्वा प्रेमे खरूपा स विरासित। श्री कृष्ण गोविंद हरे मुरारे नातेति नामानि मुहुर्वदन्ति। श्रीमद्पुराणान्तर्गतं श्रीमद्भागवत महात्म्यम् अथ प्रथमोऽध्याय। देवर्षि नारद र भक्तिको भेटघाट। सद्रूप चिद्रूप र आनन्द रूप एवं संसारको सृष्टि स्थिति र संहारका कारण श्रीकृष्ण परमात्मालाई आध्यात्मिक आदिदैविक र आदि भौतिक गरी 3 किसिमका ताप नाश गर्नका लागि हामी नमस्कार गर्दछौँ। भगवान वेदव्यास आफ्ना सुपुत्र सुखदेव स्वामीलाई उपनयन संस्कार नहुँदै र वैदिक कर्मानुष्ठानको अधिकार नपाउँदै घर परिवार र सबै कुरा छाडी वनतर्फ जान लागेको देखेर विरहले विह्वल हुनुभयो। त्यसबेला उहाँले उच्च आवाजमा ए बाबु, तिमी मलाई एक्लै छाडी घरबाट कहीँ नजाऊ भनी बोलाउनुभयो। त्यसबेला ज्ञानद्वारा सर्वात्मा हुनुभएका सुखदेवको प्रभावका कारण सुखदेवमय भएका वृक्षहरूले सुखदेवजीको तर्फबाट उहाँ फर्किनु हुँदैन भनी उत्तर दिए। त्यस्ता सबै प्राणीहरूका हृदयमा विराजमान श्री सुखदेव मुनिलाई नमन गर्दछु। भगवानको कथा पीयूष पान गर्न कुशल सौनक मुनिले नैमिषारण्य तीर्थमा विराजमान हुनुभएका र अत्यन्त उच्च मेधाले युक्त हुनुभएका सुतजीलाई अभिवादन गरेर भन्नुभयो। सौनकजीले भन्नुभयो, अज्ञानको अन्धकारलाई ध्वंस गर्न कोटि कोटि सूर्य समान प्रकाशले सुहाउनु भएका हे सुतजी, मेरा कानलाई सरस तुल्याउन र आनन्द प्रदान गर्न भगवानका कथाको सार निष्कर्ष सुनाउनुहोस्। भक्ति ज्ञान र वैराग्यद्वारा प्राप्त हुने उच्च स्तरीय विवेक कसरी वृद्धिशील हुँदै जान्छ र वैष्णव विष्णुका भक्तहरूले माया र मोहबाट कसरी मुक्ति प्राप्त गर्दछन्। यस भयङ्कर कलियुगमा प्राय जीवहरू आसुरी प्रकृतिमा प्राप्त भएका छन्। सांसारिक दुःखले पीडित भएका त्यस्ता प्राणीहरूको अन्तःकरण शुद्धि गराई तिनीहरूलाई आत्मदर्शनको मार्गमा अग्रसर गराउने उपाय के छ? कल्याण मङ्गल गर्ने साधनहरूमा पनि सर्वोत्तम कल्याण मङ्गलकारी एवं पवित्र तुल्याउने साधनहरूमध्ये सबैभन्दा पवित्र र निरन्तर भगवान कृष्णचन्द्रलाई दर्शन गराउने जुन साधन छ त्यो हामीलाई बताउनुहोस्। चिन्तामणि नामक मणिले चिताएको सांसारिक सुख प्रदान गर्दछ र कल्पवृक्षको स्वर्गमा पाइने सम्पदा प्रदान गर्दछ भन्ने प्रसन्न भएका सद्गुरुले योगीहरूका लागि पनि दुष्प्राप्य वैकुण्ठ प्रदान गर्नुहुन्छ। सुतजीले भन्नुभयो, हे सौनक मुनि, तपाईँको मनमा भगवानका प्रति प्रेम वा भक्ति देखिएको हुँदा विचार गरेर सबै उत्तम सिद्धान्तहरूको निष्कर्ष निरूपण गर्दै आवागमन चक्रमा भोग्नुपर्ने जन्म मृत्यु र जराको भयलाई नाश गर्ने उपाय बताउँछु। भक्तिको वेगलाई गतिशील बनाउने र भगवान कृष्णचन्द्रलाई सन्तुष्टि दिलाउने जुन साधन छ त्यो साधन म तपाईँलाई बताउँछु। तपाईँले समाहित चित्त भएर श्रवण गर्नुहोस्। मृत्यु सर्प नै हो, त्यसैले सबैलाई एक न एक दिन आफ्नो गाँस नबनाई छाड्दैन। कलीमा कालरूप सर्पको गाँसमा परिन्छ कि भनी डरले सधैँ सताइरहन्छ। त्यो डरलाई पूर्ण रूपमा हटाउनका लागि भगवान सुखदेवले श्रीमद्भागवत शास्त्रको उपदेश गर्नुभएको हो। आफ्नो अन्तःकरणलाई शुद्ध र पवित्र तुल्याउन श्रीमद्भागवत महापुराण भन्दा अर्को कुनै उपाय छैन। पूर्वजन्ममा पुण्य गरिएको छ भने भागवत रूप अमृत पान गर्ने सौभाग्य प्राप्त हुन्छ। परम ज्ञानी सुखदेव स्वामी परीक्षितलाई श्रीमद्भागवत कथा सुनाउन सभामा विराजमान हुनुभएपछि अमृतपूर्ण कलश लिएर देवताहरू त्यहाँ आइपुगे। आफ्नो कार्य सिद्धिमा कुशल सबै देवताहरूले श्री सुखदेव स्वामीलाई प्रणाम गरेर भने, हामीले अमृत कलश ल्याएका छौँ, त्यो हजुरले ग्रहण गर्नुहोस् र हामीलाई श्रीमद्भागवत कथा मृत दिनुहोस्। यसरी अमृत र कथा साटासाट गरेपछि परीक्षित राजाले हामीले ल्याएको अमृत पिउनु हुनेछ र उहाँलाई मर्नुपर्ने छैन। हामीले भागवत मृत पान गर्ने अवसर पाउनेछौँ। ब्रह्मरात अर्थात् सुखदेव स्वामीले मनमनै भन्नुभयो, कहाँ काँच अनि कहाँ मूल्यवान मणि, भागवती कथा कहाँ र देवताहरूले ल्याएको सुधा कहाँ, यिनीहरूको तुलना हुन सक्दैन।
त्यो अमृत काँच जस्तो हो भने भागवती कथामणि जस्तै हो। यस्तो विचार गरेर सुखदेव स्वामीले देवताहरूको उपहास गर्नुभयो। श्री सुखदेव स्वामीले देवताहरूलाई भगवानका भक्त होइनन् भन्ने कुरा नबुझेर श्रीमद् भागवत कथा तिनीहरूलाई दिनुभएन। वास्तवमा श्रीमद् भागवत कथा देवताहरूका लागि पनि दुर्लभ छ। श्रीमद् भागवतको कथा मृतपान गर्नाले राजा परीक्षितलाई संसार सागरबाट मुक्त भएको देखेर वर्माजी पनि चकित हुनुभयो। त्यसपछि उहाँले सत्यको तराजुमा सम्पूर्ण साधनहरूको तुलना गर्नुभयो, अथवा वर्माजीले सत्यलोकमा तुला बाँधेर एकातर्फ सारपूर्ण वस्तुहरू, अर्कातर्फ भागवतामृतलाई राखेर तौलनुभयो। तराजुमा तौलेदा अरू सबै साधन हल्लुका भए, श्रीमद् भागवत संहिता भने आफ्नो गौरवका कारण 16औं भयो। त्यसबेला त्यो दृश्य देखेर सबै ऋषिमुनि चकित भए। ऋषिहरूले कलियुगका सन्दर्भमा श्रीमद् भागवत शास्त्रलाई भगवानकै रूप माने। श्रीमद् भागवत शास्त्र पढ्नाले र सुन्नाले छिट्टै वैकुण्ठ प्राप्ति रूप फल प्राप्त हुन्छ भन्ने कुरा पनि स्वीकार गरे। सप्ताह विधिद्वारा सुनिएको यस भागवतले श्रोतालाई अवश्य नै मुक्ति प्रदान गर्दछ। प्राचीन कालमा दयालु सनक आदि ऋषिहरूले देवर्षि नारदलाई यही भागवत सप्ताह विधिले सुनाउनु भएको थियो। यद्यपि यो श्रीमद् भागवत महापुराण सर्वप्रथम नारदजीले वर्माजीबाट सुन्नु भएको थियो तापनि 7 दिनसम्म लगातार श्रीमद् भागवत श्रवण गर्ने विधि भने सनकादि कुमारहरूले नारदजीलाई बताउनु भएको थियो। सौनकले भन्नुभयो, संसारको प्रपञ्चबाट मुक्त हुनुभएका भगवानको भक्तिमा तल्लीन र कुनै पनि एक ठाउँमा स्थिर भएर नबस्ने नारदले जीलाई 7 दिने सप्ताह यज्ञको विधि सुन्न किन अभिरुचि भयो र फेरि उहाँको सनकादि कुमारहरूसँग कुन ठाउँमा भेटघाट भयो। सुतजीले भन्नुभयो, हे सौनक मुनि, यस विषयमा म तपाईँलाई एउटा भक्तिमय कथा प्रसङ्ग सुनाउँछु। कुनै दिन श्री सुखदेव स्वामीले मलाई यो मेरो शिष्य हो भन्ने कुरा विचार गरेर एकान्तमा उक्त भक्तियुक्त कथा प्रसङ्ग सुनाउनु भएको थियो। एक दिन बदरिकाश्रममा सत्सङ्ग गर्न चारजना निर्मल अन्तकरण भएका ऋषिहरू आउनुभएको थियो। उहाँहरूले त्यस पुण्यधाम बदरिकाश्रममा देवर्षि नारदजीलाई देख्नुभयो। सनकादि 4 कुमारले भन्नुभयो, हे ब्रह्मपुत्र नारदजी, तपाईँको अनुहार किन निन्याउरो छ? यद्दा किन तपाईँ मलिन अनुहारका हुनुहुन्छ? किन तपाईँ चिन्तातुर देखिनुहुन्छ? यहाँबाट हतार गर्दै तपाईँ कहाँ जान लाग्नु भएको छ? फेरि तपाईँ यो पुण्य धाम बदरिकाश्रममा कहाँबाट आउनुभएको हो? अहिले हामीहरूको भेटघाट भएको अवसरमा पनि किन तपाईँ सम्पत्ति नष्ट भएको पुरुष झैँ दुःखी वा व्याकुल हुनुहुन्छ? घर परिवार र सांसारिक प्रपञ्चबाट मुक्त भएका तपाईँलाई यस्तो व्याकुलता त सुहाउँदैन। यसको कारण के हो? हामीलाई बताउनुहोस्। देवर्षि नारदले भन्नुभयो, महाराज, पृथ्वीद्वारा सेवा गरिएकी र भगवान एवं महापुरुषहरूद्वारा पवित्र लीला एवं उत्तम कार्यद्वारा पवित्र बनाएकी पृथ्वी सबै लोकहरूभन्दा उत्तम छिन् भन्ने जानेर म यिनै पृथ्वीमा आए। यहाँ आएर म पुष्कर, प्रयाग, काशी, गोदावरी, हरिद्वार, कुरुक्षेत्र, श्रीरङ्ग, सेतुबन्ध, रामेश्वर आदि तीर्थमा घुमे। पृथ्वीका अनेक तीर्थहरूमा यताउति घुम्दा घुम्दै मैले कहीँ पनि मनलाई प्रसन्न र सन्तुष्ट तुल्याउने सुखदायक ठाउँ देखिन। हे ज्ञानी कुमारहरू, अहिले त यी पृथ्वीलाई अधर्म पापको मित्र कलियुगले साह्रै सताएको रहेछ। अहिले यस डरलाग्दो कलिकालमा कहीँ सत्य भाषण एवं सत्याचरण चरण छैन। तपस्या, पवित्रता, दया र दान जस्ता सत्कर्म र सद्भावना छैनन्। बिचरा मानिसहरू केवल आफ्नो पेट भर्ने काममा लागेका छन्। मानिस छल कपटले युक्त भई असत्य बोल्छन्। यिनीहरू अल्छी छन् र आलस्यले जिलिएको मोटो बुद्धि भएका छन्। त्यसकारण तिनीहरूको भाग्य पनि मन्द छ। तिनीहरूले पाइला पाइलामा उपद्रव, विघ्न र बाधा बेहोरिरहेका छन्। सामान्य गृहस्थहरू मात्र होइन, साधु भनाउँदाहरू पनि पाखण्डमा लागेका छन्। वैश्य भएर घरबार एवं परिवार छोडेका केही विरक्त सन्यासी, भिक्षु आदि पनि धन सम्पत्ति कमाउन र परिवार सङ्ग्रह गर्न तत्पर भएका छन्। गृहस्थहरूका घर घरमा स्त्रीहरूको वर्चस्व छ। आफ्ना दाजुभाइ वा बन्धुहरूको उपेक्षा गरिन्छ र सालोले भिनाजुलाई बुद्धि सिकाउँछ। लोभले गर्दा सबैको विवेक हराएको छ।
त्यसैले गर्दा आफ्नी कन्या बेचेर घर खर्च चलाउँछन्। श्रीमान एवं श्रीमतीको पनि स्वार्थको प्रेम हुँदा रात दिन तिनीहरूको झगडा भइरहन्छ। यस कलियुगमा साधु सन्त ऋषि मुनिका आश्रमहरू, तीर्थहरू र पुण्य नदीहरू यवनहरूको आक्रमणले गर्दा उनीहरूको अधीनमा पुगेका छन्। धेरै देव मन्दिरलाई दुष्टहरूले भङ्ग बनाएका छन्। योगी, सिद्ध, ज्ञानी एवं सत्कर्म गर्ने सबै मानिस हराइसके, यहाँ देखिँदैनन्। भगवत प्राप्तिका साधन धर्म र कर्मलाई कलिरूप डढेलोले खरानी तुल्याएको छ। यस कलियुगमा देशमा अन्न नपाएर दुखी, दरिद्र, भोक, नाङ्गा आदि हितमा दान गरिँदैन, अपितु बिक्री गरिन्छ। ब्राह्मणहरू लोक मङ्गलका लागि वेदको प्रयोग गर्दैनन्, अपितु पेट भर्नका लागि वेद पाठ गरेर वेदको बिक्री गर्दछन्। केही नारीहरू कपाल कोरी बाटी चिरीच्याट्ट परेर वेश्यावृत्तिमा तल्लीन भई जीवन निर्वाह गर्दछन्। हे कुमारहरू, यसरी कलिकालका अपराध हेर्दै म पृथ्वीमा घुम्दै घुम्दै यमुना नदीको तटमा आइपुगे, जहाँ पहिले भगवान हरिले लीला गर्नुभएको थियो। हे मुनि श्रेष्ठहरू, मैले त्यहाँ एउटा आश्चर्य देखेँ। म त्यसबारे बताउँछु, तपाईँहरूले सुन्नुहोस्। त्यहाँ एउटी युवती मनले अत्यन्त सन्तप्त भएर बसेकी थिइन्। ती युवतीको नजिकमा अचेत अवस्थामा रहेका जोडले सास फेरिरहेका र भुइँमा लडेका दुई वृद्ध पुरुष थिए। ती युवतीले नजिकमा बसेर ती दुईजना बुढाहरूको अगाडि बेस्सरी रुँदै तिनीहरूको सेवा गरिरहेकी थिइन्। उनी ती अचेत बुढाहरूलाई जगाइरहेकी थिइन्। उनी आफ्नो शरीरको रक्षा गर्ने भगवानलाई दसैँ दिशातिर हेरिरहेकी थिइन्। चारैतिर रहेका सयौं सेविकाहरूले पङ्खा अम्केर सेवा गरिरहेका थिए, बारम्बार उनलाई सम्झाइरहेका थिए। अलि टाढाबाट यस्तो दृश्य देखेर मेरो मनमा त्यहाँ के भएको होला भनी जान्ने कौतूहल भयो र गएँ। मलाई देखेर ती युवती तत्काल उठिन्। त्यसपछि व्याकुल हुँदै भन्न लागिन्। युवतीले भनिन्, हे सज्जन, केही बेर यहाँ रोकिनुहोस् र मेरो चिन्तालाई पनि निवारण गर्नुहोस्। हजुरको दर्शन पाउँदा संसारका मानिसहरूका सबै पाप नष्ट हुन्छन्। हजुरको वचनले अवश्य पनि दुःखको शमन हुनेछ। भाग्यको प्रचुरता हुँदा मात्र हजुर जस्ता सत्पुरुषको दर्शन पाइन्छ। नारदजीले भन्नुभयो, हे युवती, तिमी को हौ? यी दुई वृद्ध पुरुष को हुन्? यी कमलनयनी नारीहरू को हुन्? हे देवी, विस्तारपूर्वक आफ्नो सन्तापको कारण बताऊ। युवतीले भनिन्, म भक्ति नामबाट चिनिएकी छु। यी दुईजना मानिस ज्ञान एवं वैराग्य नाम भएका र समयका प्रभावले जर्जर बनेका साथै बुढा भएका मेरा छोरा हुन्। यी सुन्दरीहरू मेरो सेवामा आएका गङ्गा आदि नदीहरू हुन्। देवताहरूद्वारा मेरो सेवा गरिएको छ तापनि मेरो कल्याण छैन, मैले सुख पाएकी छैन। हे तपस्वी नारद मुनि, तपाईँहरूले मेरो कुरालाई चित्त दिएर सुन्नुहोस्। मेरो दुःखको कथा धेरै लामो छ, त्यसलाई सुनेर मलाई सुख शान्ति दिनुहोस्। हे देवर्षि नारदजी, म द्रविड देशमा पैदा भए, कर्नाटक देशमा हुर्किए, कहीँ महाराष्ट्रमा पनि हुर्किएर सम्मानित भए, तर गुजरातमा पुग्दा म बुढी भएँ। गुजरात देशमा घोर कलियुगका कारण पाखण्डीहरूले मेरो अङ्गभङ्ग गरे। म दुर्बल भएँ। म धेरै समयसम्म आफ्ना छोराहरूलाई साथ निस्तेज अवस्थामा रहेँ। अहिले म वृन्दावनमा आइपुग्दा परम सुन्दरी एवं रूपवती भएर अभिष्ट रूपले युक्त भएकी भर्खरकी नयाँ युवती जस्ती बने। यहाँ भुइँमा सुतेका यी मेरा दुई पुत्र थकाइले दुःखी छन्। त्यसकारण म यो ठाउँ छोडेर बाहिर विदेशमा जान लागेकी छु। यी मेरा छोराहरू अकस्मात बुढा भएका छन्। म कसरी युवती भएर यी दुई छोरा कसरी बुढा भए? यस्तो विपरीत घटना देखेर छोराहरूका दुःखले म दुःखी भएकी छु। हामी तीनजना सँगै रहन्छौँ र सँगै भ्रमण गर्दछौँ, तापनि आमा युवती र छोरा वृद्ध हुने विपरीत स्थिति कसरी भयो? आमा वृद्धा र छोरा युवक हो, यस्तो स्थिति मात्र लोकमा सुहाउँदो हुन्छ। त्यसैले मनमा आश्चर्य लिएर म आफ्ना विषयमा सोचिरहेकी छु। योगका खजाना बुद्धिमान हे नारदजी, यसमा के कारण होला? मलाई बताउनुहोस्। नारदजीले भन्नुभयो, हे निष्पाप युवती, म ज्ञान दृष्टिले आफ्नो अन्तरात्मामा तिम्रा सबै कुरा हेर्दछु। तिमीले आफ्नो परिस्थितिलाई लिएर कुनै चिन्ता नगर, भगवान हरिले तिम्रो कल्याण गर्नुहुनेछ। सुतजीले भन्नुभयो, ध्यान दृष्टिले हेरी एक छिनमा नै रहस्य थाहा पाएर मुनीश्वर नारदजीले युवतीलाई भन्नुभयो, हे युवती,
तिमीले सावधान भएर मेरा कुरा सुन। हेर नानी, यो डरलाग्दो कलियुग हो, त्यसकारण सदाचार लुप्त भएको छ। योग मार्ग र तपोमार्ग पनि लुप्त भएका छन्। बेइमानी, कपट, छल र दुष्कर्ममा लागेका मानिसहरू यस कलियुगमा साक्षात अघासुर जस्ता देखिएका छन्। यस कलीमा सन्तहरू दुर्जनहरूको दुराचार देखेर विषादग्रस्त छन् र दुर्जनहरू प्रसन्न देखिन्छन्। यस्तो पापमय समयमा जसले धैर्य धारण गरी यो सबै ईश्वरद्वारा घटित युग चरित्र हो भन्ने विचार गर्दछन्, ती धीर पुरुष हुन्, यद्धा पण्डित पुरुष हुन्। यो पृथ्वी आज दुर्जनहरूका कुकर्मका कारण छुन घिनलाग्दी र हेर्न डरलाग्दी भएकी छन्। त्यसैले प्रतिवर्ष भगवान शेषनागको बोझ बढ्दै गएको छ र कहीँ पनि मङ्गल देखिँदैन। अहिले वृद्ध छोराहरूका साथमा रहेकी युवती आमा तिमीलाई कसैले पनि चासो लिएर हेर्दैन। विषयानुरागका कारण अन्धा भएका मानिसद्वारा उपेक्षित भएकीले तिमी बुढी भएकी थियौ। तिमी पुत्रसहित वृन्दावनमा आयो र वृन्दावनको संयोगका कारण तिम्रो कायाकल्प भयो। तिमी तत्काल नयाँ युवती भयो। त्यसकारण वृन्दावन धन्य छ, जहाँ भक्ति सधैँ नृत्य गरिरहेकी हुन्छन्। यस वृन्दावनमा पनि ज्ञान र वैराग्यलाई ग्रहण गर्ने मानिस नहुनाले तिम्रा यी दुई छोराहरूले वृद्धावस्था परित्याग गर्न सकेका छैनन्। पवित्र तीर्थ वृन्दावनका प्रभावले केही आत्मसुख प्राप्त भएको हुँदा यहाँ यिनीहरू आनन्दपूर्वक सुतेका छन्। भक्तिले भनिन्, हे नारदजी, राजा परीक्षितले यस अशुद्ध कलियुगलाई किन आश्रय दिए होलान्? कलियुग लागेपछि सम्पूर्ण वस्तुहरूको सारभूत महान तत्त्व कहाँ गयो होला? परम करुणामय भगवान हरिले पनि यस्तो कलिकाल जन्य अधर्मलाई कसरी हेरिरहनु भएको छ? हजुरले मेरो संशय निवारण गर्नुहोस्। हजुरको वचनबाट म सुखी हुनेछु। नारदजीले भन्नुभयो, हे युवती, यदि तिमीले प्रेमपूर्वक सोधेकी छौ भने हे कल्याणी, सुन, म तिमीलाई सबै बताउँछु, त्यसपछि तिम्रो दुःख मेटिनेछ। जुन समयमा भगवान मुकुन्द रूप श्रीकृष्ण पृथ्वी छाडी आफ्नो परमधाम वैकुण्ठमा जानुभयो, त्यस समयदेखि सम्पूर्ण साधनहरूमा अवरोध पुर्याउने कलियुग आएको हो। राजा परीक्षितले दिग्विजयको समयमा आफ्नो शरणमा आएको कलीलाई देख्नु भएपछि भमरा जस्तै सारग्राही बनेर कलीलाई मार्न हुँदैन भन्ने निधो गर्नुभयो। तपस्या, योग र समाधि जस्ता साधनबाट जुन फल प्राप्त हुँदैन, त्यो फल कलियुगमा श्रीहरिको कीर्तन गर्दा सजिलै प्राप्त हुन्छ। सयौं दृष्टिकोणबाट कलियुग निरस भए पनि एउटै दृष्टिले सारवान भएको बुझेर कलिकालमा पैदा भएका मानिसहरूको सुख शान्तिका लागि राजा परीक्षितले कलीलाई शरण एवं आश्रय स्थान दिनुभयो। अहिले कलिकालमा मानिसहरूले सर्वाधिक कुकर्माचरण गरेकाले प्रत्येक वस्तुबाट सार निस्केर गएको छ। पृथ्वीमा वर्तमान सकल पदार्थ निर्बीज घुस समान भएका छन्। ब्राह्मण पण्डितहरूद्वारा अन्न र धनको लोभले श्रीमद् भागवत कथा घर घरमा र मानिस मानिसमा सुनाइन्छ, अर्थात् कथा बेचेर धनार्जन गरिन्छ। त्यसकारण कथाको सार वा प्रभावकारिता समाप्त भएको छ। अत्यन्त डरलाग्दा अत्याचार एवं कुकर्म गर्ने नास्तिक र नारकीय स्वभाव भएका मानिसहरू पनि अहिले तीर्थवासी भएका छन्। तिनीहरूको पाखण्ड र पापमा तीर्थ चुर्लुम्म डुबेकाले तीर्थको महिमा लुप्त भएको छ। काम, क्रोध, लोभ वा तृष्णाले चित्त विक्षिप्त भएका मानिसहरू पनि तपस्वी बनेका छन्। त्यस्ता दुष्टहरू तपस्वी बनेका कारण तपस्याको गौरव समाप्त भएको छ। मनलाई नियन्त्रण नगर्नाले, लोभमा चुर्लुम्म डुब्नाले, घमण्डका कारणले, पाखण्डको आश्रय लिनाले र शास्त्रहरूको स्वाध्याय नगर्नाले ध्यान योगको महनीय फल धरतीबाट विलीन भयो। शास्त्र अध्ययन गरेका पण्डित भनाउँदाहरू पनि आफ्नी पत्नीका साथ रागा झैँ विहार गर्दछन्। तिनीहरू छोरा जन्माउन सिपालु छन्, तर मोक्षको मार्ग बनाउनका लागि कति पनि सचेत हुँदैनन्। यसकारण पण्डितहरूको पाण्डित्य पनि निश्चित भएको छ। सम्प्रदाय अनुसार प्राप्त भएको हरिभक्त र चरित्र निर्माणमा अग्रसर तुल्याउने वैष्णवता नाम मात्र पनि छैन। यसरी वस्तुको सार ठाउँ ठाउँमा समाप्त हुँदै गएको छ। यो कलियुगको स्वभाव हो, यसमा कसैको दोष छ र
यसकारण कमलनयन भगवान् नारायणले नजिकै बसेर यी सबै सहेर हेरिरहनु भएको छ। सुतजीले भन्नुभयो, हे शौनकजी, देवर्षि नारदजीका कुरा सुनेर भक्तिलाई अत्यन्त ठुलो आश्चर्य भयो। त्यसपछि भक्तिले नारदजीलाई जुन कुरा भनिन् त्यो सुन्नुहोस्। भक्तिले भनिन्, हे देवर्षि नारदजी, हजुर धन्य हुनुहुन्छ। मेरो सौभाग्यले हजुर यहाँ आउनुभएको छ। संसारमा हजुर जस्ता सज्जन सन्त र महात्माको दर्शन सर्व सिद्धिदायक हुन्छ। हे नारदजी, हजुरको एकै पटक उपदेश पाएपछि कयाधु नाम गरेकी आमाका छोरा प्रह्लादले यस संसारमा मायालाई वशमा ल्याएका थिए। हजुरकै कृपाबाट उत्तानपादका पुत्र ध्रुव पनि ध्रुव पदमा प्राप्त भए। यस्ता सबैको कल्याण गर्ने ब्रह्माजीका मानस पुत्र देवर्षि नारदजीलाई प्रणाम गर्दछु। भक्ति सुतौ तौ तरुणागिर्हित्वा प्रेमिकरूप स विरसित श्रीकृष्ण गोविन्द हरे मुरारी नाथेति नामानि मुहुर्वदन्ति। ओम नमो भगवते वासुदेवाय।